सो हे गाइस, गुड इभिनिङ होइन। अहिले चाहिँ हामी चाहिँ रुमबाट निस्केको गाइस। अब हामी चाहिँ यहाँनिर रिक पार्क एकछिन घुमेर चाहिँ हामी जग जाने हो। अनि म चाहिँ सुत्दा अल्छी लागेर चाहिँ रेडी भएर निस्केको नि यो सुट घुम्नु। भोलि त म एक्लै हुन्छु गाइस हो। गान्तोकमा पनि यो पनि जान्छ गुवाहाटी हो। अन्त मेरो त साथी नभए जस्तो भइसक्यो होइन। गान्तोकमा चाहिँ यति साह्रो अल्छी लागेको छ। भोलि कसरी बस्नु रुममा हो। सो गाइस यति गर्नुहोस् ल। हामी चाहिँ हामी चाहिँ रिक पार्क पुगिसक्यो होइन गाइस। यति हेर्नुहोस् हो, रिक पार्क पुगिसकेको छ। अब चाहिँ पहिला हामी जग जाने हो। इभिनिङ नाइटमा चाहिँ मजा देख्छ कि यो लाइटहरू छ जस्तो लाग्यो। अस्ति त हामी बनाएको छ कि यहाँ रिक पार्क हो गाइस। अब चाहिँ हामी गएको हामी चाहिँ माथितिर गाइस हो। आज मेरो आउटफिट म त्यस्तो साह्रो जाडो जाडो फिल गरेर छैन रम्फामा बेसी बसेर। अनि घुममा पानी पर बल्ल उयो गर्दा अन्त नजारा यहाँ चाहिँ यस्तो छ गाइस। आउँदैन सिधै अन्त यस्तो छ गाइस। अन्त हामी चाहिँ लागेको बजारतर्फ मजा आउँछ गाइस। हामी अब आएर रेस्ट गरेर यतातिर आएको जस्तो। बादमा चाहिँ इन्टरभ्यू हुन्छ होला है सायद होइन। त्यस्तो टाइम बनाउँछ गाइस। अहिले त वाइट हल पनि हुन्छ नि। बसौँ लाग्दो पहिला यस्तो कहाँ थियो हो। अनि यहाँ पक्का मेरो आउटफिट हेर्नुहोस् ल गाइस। कस्तो देखेको छ भनिदिनुहोस् न। मेरो बहिनीको आउटफिट हेर्नुहुन्छ ल गाइस। यहाँ चाहिँ मेरो बहिनीको आउटफिट हेर्दा छ हो। म त छङ्गु जस्तै पुरा जाडो भएको जस्तो लगाएर हिँड्दा छ उचिपेरी समर रहेछ हो। अन्त चाहिँ यस्तो दामी बनाएको छ वाइट हल गाइस। अस्ति त पहिला जस्तो कहाँ थियो हो। अन्त चाहिँ यो होटल देख्नुहुँदैछ नि, पहिला म पार्ट टाइम जब गर्थेँ नि यहाँनिर। को कोलाई थाहा छैन होइन। अनि यहाँ चाहिँ पार्किङ थियो डल्लै हो। अहिले त पार्किङ छैन, अलिकति मात्रै हटाइस छ होइन। म यहाँ झालमुरीहरू बेच्थ्यो। यहाँ इभिनिङमा लाइटहरू पनि लगाइदिएको छ होइन। यो होटलमा चाहिँ पहिला चाहिँ यो होटलको नाम 7 हिल्स थिएन। यहाँ चाहिँ म पार्ट टाइम जब गर्थेँ गाइस। अन्त यहाँ यस्तो छ। अनि हामी दुईजना चाहिँ यति गर्नु छ मेरो भ्लगलाई चाहिँ इन्ट्रेस्टिङ भ्लग त भन्नु होला होइन। तर पनि हेर्नुहोस् मेरो भ्लगलाई। यहाँनिर त के लागिरहेको छ गाइस। यहाँ चाहिँ के हो एक्जिक्युटिभ के लाग्यो दोकान बस स्टलहरू लागिरहेको छ हो गाइस। अहिले चाहिँ बेलुका आएर हामी भिजिट गर्ने छ। फर्स्टमा चाहिँ हामी लग जान्छ होइन। यदि गर्नु छ मेरो पार्क चाहिँ नानीहरू खेल्ने जग्गा पनि बनाइदिएको छ गाइस। अहिले त सानो खेल्ने जग्गा पनि बनाइदिएको छ हो। त्यसको लुकिङ नाइस गाइस। हामी रिक पार्कमा घुम्यौँ। एमजिआर किन गएको भन्दाखेरि चाहिँ नि हामीले सबै कन्ट्रीको नाम पनि याद गरेर गएको छैन। फ्ल्यागको नाम अन्त हामीले मेथीलाई के भन्छ इङ्ग्लिसबाट त्यो पनि याद गरेको छ कि। आज हामी एउटा ट्यालेमिक चाहिँ जितेर आउने हो। त्यहाँ सेकेन्ड स्टेजमा चाहिँ नजाने भयो त्यो पनि हार्छ भने गएको गाइस। अब भेट्दै भेट्दै हेर्नुहोस् है। हामी चाहिँ एमजिआरमा आइपुगिसक्यो होइन गाइस। अन्त चाहिँ अब चाहिँ एक चर्को त खोज्नु पऱ्यो नि त ट्यालेमिक बोक्ने मान्छेलाई। कहाँ छ होला उहाँ भन्दै खोज्दैछ हामी हो। अन्त चाहिँ एमजिआरमा आइपुगिसक्यो। सो न हेरौँ के हुन्छ। के खोजेको तिमीले चाहिँ ट्यालेमिक खानु पुरा इन्ट्रेस्टिङ। लु भन नि त मेरो चिकन के भन्छ हेर्नुहोस् ल। अन्त धनियालाई के भन्छ। वाट साइड बोल्नु त माइकमा हुन्छ गाइस। के गर्नुपर्ने के गर्दैछ तिमी त गुवाहाटी जाइहाल्छौ। म एक्लै के गर्दै कस्तो भन्नुपर्ने। गान्तोकमा म त यस्तो घुम्छु भनेर आएको होइन। साथीहरू पनि कोही नपाएको हो। हामी लाग्दा जति गाइस। अहिले मलाई के किनिन्छ होला है अब भोलि जाने बेलामा युज गर्नु चाहिँ गाइस। अहिले मलाई केही किन्नु दिँदैन हो। यस्तो होइन लालबजारमा हामी चाहिँ हो किन्नु छैन। हिँडेको छ नाइस वान। माथि र तल पढाउँदै छैन। किन्नु पनि केही दिएको छैन हो। यो मन परेन उयो मन परेन भन्छ हो। के भएको हो तिमीलाई चाहिँ। डुल्दा किन्नु पनि केही किन्नु छैन। डुल्दा रात परिसकेको छ। 8 बज्न आँटिसकेको छ हो। अब चाहिँ हामी निस्केको हो यहाँबाट चाहिँ गएको गाइस हो।
हामी चाहिँ कहाँ कहाँ चाहिँ पसेन होइन लास्ट किन्नु चाहिँ केही किन्नु छैन हो अन्डै यो किनेछ यो चाहिँ के हो भन्नु सक्दिनँ सो गाइज बाई बाई स्टे ट्युन त्यो भेट्नु मलाई हेर्दै गर्नुहोस् लाइक गर्नुहोस् माया दिनुहोस् बाई बाई सी यू नेक्स्ट भिडियो से बाई अब चाहिँ हामी रुम गएको होला गाइज